नमस्ते साथीहरू, तपाईँ व्यवसाय गरिरहनु भएको छ। तपाईँ व्यवसाय जुन गरिरहनु भएको छ त्यही सम्बन्धी सामग्री चाहिँ ग्राहक वर्गहरूले तपाईँको पसलबाट चाहिँ लिएर गइरहनुहुन्छ वा तपाईँको पसलबाट अर्को पसलबाट किनेर तपाईँकै पसलकै अगाडिबाट चाहिँ लगिरहनुहुन्छ भने तपाईँलाई कस्तो फिल हुन्छ? तपाईँले केही मिस्टेक गरिरहनु भएको छ वा तपाईँको पसलमा आउनु नखोजिरहेको होला कि धेरै मानिसहरूले चाहिँ तपाईँको पसल मन नपराइरहेको वा के भइरहेको अनुभव फिल गरिरहनु भएको छ वा छैन? धेरै व्यक्तिहरूले चाहिँ मलाई चाहिँ अलिकति जलन हुन्छ होइन, के भइरहेछ वा मैले मिस्टेक गरिरहेको छु वा मैले चाहिँ गर्न सकिरहेको छैन जस्तो फिल हुन्छ। केही राम्रो गर्न नसकेको वा केही हुन नसकेको जस्तो फिल हुन्छ। तपाईँहरूलाई नि त्यस्तो लाग्छ लाग्दैन? र त्यस्तो भइरहेको छ भने तपाईँलाई कस्तो लाग्छ? के कारणले होला त त्यस्तो? तपाईँको पसल छ, कारोबार उहाँहरू त्यही गरिरहनु भएको छ तर भइरहेको छैन, किन भइरहेको छैन त्यो बारेमा कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर